छोटो भए पनि भिडियो गरिदिइराखौँ। यता यल्लो जर्सीमा सुम्बुक भेटरन र ब्लू जर्सीमा हाम्रो लामागाउँ वनपाला। अहिले सुम्बुकले कर्नर हान्ने चान्स पाइरहेको छ। कर्नर हिर्काउँदै अङ्गद सुब्बा, गोल गोल गोल। ओहो, अट्याक अट्याक हुनु आँटेको छ। यता भयो जस्तो छ। लो लो ल्याउ ल्याउ ल्याउ, अरे ल्याउ न अलिक अगाडि। भेटरन भए पनि खेला कडा छ। सुम्बुकले अगाडि फर्स्ट हाफमा 1 गोल चाहिँ गरिसकेको छ। यो दोस्रो हाफ चल्दैछ अहिले म्याच तपाईँको। हाम्रो ओरिजिनल भेटरन इन्द्र सर। गेम चाहिँ जितिरहेछ। गोल खायो भने छ नि। अङ्गतले हालेको गोल है। लो सेकेन्ड गोल, दामी दामी दामी, ठिकै। दोस्रो गोल गर्न सफल बनेको छ सुम्बुकको भेटरन्स मणि सुब्बा। लडाइहाल्दो रहेछ नि त प्रकाशले। बल पायो फेरि पनि। 2 गोल गरेर लिड गरिसकेको छ सुम्बुकले। पायो पायो पायो, आमा दामी हो। सुपर सुपर, दामी खेल्यो है। माथि घरमा भएका भाइ गणेशको बिलाई अझै कति लगेर 5 गोल दिने। वनपालाको एकजना इन्जुर्ड, मेन स्ट्राइकर इन्जुर भयो है। आमा घोडाले दिन आएछ। लो त लो त, यतिको दिएकै भन्नुपर्छ। छ छ है छ। अरे बल दिएछ दिएछ। लो त लामागाउँ सँग भिडन्त भइरहेछ र यस म्याचको अन्तसँगै हामी आजको मुख्य फाइनल खेल सुम्बुक बनाम रङ्गदु त्यो गरिदिनु पर्ने छ। दामी गोल भयो नि। र यो गोल सँगसँगै सुम्बुक भेटरन टिम 3 गोल गर्न सफल बनेका छन् भने वनपाला लामागाउँ अझै पनि गोलको खोजी। र यो सँगै आजको भेटरन खेल समाप्त भइसक्यो। सुम्बुक भेटरन्स 3 गोल, वनपाला लामागाउँ 0, 3-0।